हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ सङ्गीता गुरुङ। म चाहिँ स्वेच्छा गुरुङ। आज चाहिँ धेरै समयपछि हामी चाहिँ बहिनी र म चाहिँ भिडियो बनाउन लागेको हो। मुखबाङ लिएर आएको छ। दिदीले चाहिँ ढेँडो, मैले चाहिँ खाना। अनि हामीसँग काँक्रो पनि छ। अनि बफ, यो चाहिँ बफ भइहाल्यो। यो चाहिँ चिकन, अनि चाहिँ पानी अनि खोर्सानी त भइहाल्छ। ल अब चाहिँ हामी सुरु गर्छ है साथीहरू है। भोक पनि लाग्यो आज त। एकदम भोक लाग्यो मलाई। कति पछि चाहिँ ढेँडो खान लागेको छ हामी। दाल हाल्नु है। भयो अहिले चाहिँ कस्तो मिठो भएको पनि धेरै पछि खाएर होला नि। ढेँडो चाहिँ अब फेरि मैले चाहिँ चपाउँछु है। चपाएर लाग्नु होला। मैले चपाउँछु कि। कति मजाको त्यहाँ बहिनीले अर्क्यो है म त। साथीहरू हजुरहरूले चाहिँ है जस्तो भए पनि मन पराइदिनु होला, सपोर्ट गरिदिनु होला। हामी चाहिँ धेरै बिजी भएको कारणले हामीले चाहिँ अब भिडियो बनाउन छोडेको थियो। अनि आज चाहिँ फुर्सदको बेलामा है बहिनी र म चाहिँ अनि खानाको लागि यसो मुखबाङ गरिदिउँ भनेर हो। कस्तो भयो? बफको चाहिँ यस्तो मिठो भयो है। दुधै मिठाई। खोर्सानी ओहो खतरा रहेछ। डेन्जर पिरो रहेछ है। भोक लागेर के बोल्नु मन लाग्यो। ढेँडो यस्तो मिठो भइरहेको बहिनी चाहिँ फेरि तपाईँहरूले सोच्नुहुन्छ होला है म चाहिँ ढेँडो, बहिनी चाहिँ खाना। बहिनीले पनि खासै खाँदैन ढेँडो, अनि त्यही भएर धेरै पछि खाएर होला यस्तो मिठो लाग्यो मलाई। टेस्ट गर्ने हो अहिले खानै सक्दैन। काँक्रो पनि खाइदिनु। दुईटा मासु कुन खान्छ? दुईटा खाना यो चाहिँ नरम पनि हुने अनि खान नि मजा लाग्ने के। गहुँको ढेँडो के आँटाको आँटा र गहुँ एउटा हुने। मन जान्छ। कुखुराको मासु बाहिर हालिदिन्छु। काँक्रो मिठो रहेछ है। आज सबै मिठो भयो।
सबै मैले बनाएको साथीहरू सबै ढेँडो चाहिँ मलाई बनाउन आउँदैन ढेँडो चाहिँ मेरो भाइले बनाइदिएको है कति गाह्रो हुन्छ है बनाउन यो आँटा त फेरि एकदम गिलो हुन्छ नि त अनि त्यही भएर फुक्का भएन क्या ग्रेभीसित मिठो हुन्छ कि दालै नचाहिने कोदोको मकैको ढेँडो भएको भए त अब एकदम निल्न गाह्रो हुन्थ्यो दाल त चाहिन्थ्यो अब यो गहुँको भएर सजिलो भएको कि नरम हुन्छ नि त गर्मी त्यो लास्टिङ मिठो भएछ खानु थप्न भयो सक्दिनँ त्यो मैले पनि सक्छु नि खाइछु त्यो गाउँको भएर पिरो भएको त्यो डल्ले खोर्सानी चाहिँ खासै पिरो छैन हाम्रो यसपालिको अहिले मात्रै अंकल कस्तो पिरो हुन्थ्यो पहिला भाइ कति पिरो थियो पोहोरमा यति फलेको लास्टै मन परे जस्तो आज बहिनीलाई अझै अलिक धेरै खान सक्दैन पनि छैन त्यो खानै सक्दैन मैले ढेँडो धेरै खाएँ आज हुन्छ मैले मासु त बाँकी रह्यो म यति मासु खान सक्दिनँ मेरो नि बफे कतिहरू हाल्ने रहेछ तपाईँ ढेँडो त खास गरी निल्ने हो क्या यति धेरै बाँच्छु तपाईँ के
भयो म त मासु अन्त बफले टन्न टन्न खाऊ के अगाडि म त अगाडिको मलाई खाऊ भने मस्त सुत्ने खायो भयो यो साइडमा राख्दै हुन्छ हड्डी रहेछ क्या मासु त बफै मनपर्छ धेरै फेभरेट कति खायो मैले लास्टै मिठो भइछ भने अब भात खान्छ भयो अब मैले त सबै धेरै खाएँ मासुमा सक्न ल साथीहरू है आजलाई यति नै तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो है मैले त अलरेडी सकिसकेको छु अब भाइ लास्ट हो भाइ तर मासु चाहिँ सकेन है हामीले मासु सकेन मासु दाल सबै छँदैछ ठिक छ धेरै चाहिँ सबै खायो ल साथीहरू है हाम्रो भिडियो हेरेर तपाईँहरूलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला ओके साथीहरू बाई बाई